यस्तो डेन्जर छ समुद्रको गहिराई कति छ भने यहाँ डुबेर हेर्नु पर्ने रहेछ के नेपाल 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 हाई गाइज सबैजनालाई यो चाहिँ मेरो नाइट ब्लग होइन आजको दिउँसो जाने भन्दा भन्दै रात परिगयो क्या अब के बस्दा बस्दै मोबाइल चलाउँदै रात परिगयो हामी चाहिँ अब जान आँटेको कर्नेक्स जाने हामी 3 जना छौँ आजको होइन कर्नेक्स जाने यसो राति खासै त हुँदैन होला केही भिडियो सिटो त्यही पनि हल्का ट्राई गर्ने हो भ्लग बनाउने है यस्तो छ यहाँको मौसम है हामी चाहिँ ट्याक्सी पर्खेर बसेको छ होइन खोइ आउँदै रहेछ वहाँनिर ट्याक्सी गयो त रोक्नु पर्दैन हेलो ट्याक्सी रोक्नु पर्दैन यस्तो चाहिँ रात परिसक्यो यार केटाहरू यही हो जमभन्दा मान्दैन अगाडि अब ट्याक्सी आयो रोक्नु त ल ट्याक्सीमा आउँदै रहेछ गाडीमा आइसक्यो हामी यिनीको कर्नेक्स जाने हो राति खासै केही त हुँदैन होला यहाँ आइसक्यौँ है कर्नेक्समा आइसक्यौँ यहाँनिर चाहिँ बाटो बन्द गरेर छ अनि यहाँ ओरै छोडिदियो हामीलाई यहाँबाट बिस्तारै हिँड्दै हिँड्दै जाने हो कता साइड हो यार पार्क यो साइड होइन पार्क कहाँनिर हो है यहाँनिर त्यस्तो हुन्छ राति टक्क फ्यामिलीहरू आएर बसिन्छ अहिले मैले देखाए पनि छैन होला यहाँनिर चाहिँ बच्चाहरूलाई खेल्ने ठाउँ छ हामी पनि बच्चा त हो नि होइन हामी पनि बच्चा भन्दा के कम छौँ र सब बिचरा बच्चे हो बच्चामा बिजु सक्छ नेपालको हालत त्यस्तै छ जाने हो खेल्ने हो यहाँनिर यस्तो दामी छ यार केटाहरू यस्तो चाहिँ बच्चाहरू मैले भने होइन बच्चाहरू चाहिँ चाचा उही भन न चाचा उही लाएर होइन ल केटा कस्तो मजा आइरहेछ हेलो ल नेपाल 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 चक्रपथ चाबेल बस्नु चाहिँ यहाँ गाडीमा गाडी हिँड्नाटो कोम गाडी हिँड्नाटो बस ल होइन ल पिङ पनि खेल्यो होइन यहाँनिर बच्चा बच्चीहरू यस्तै खेल्दैछ है कहाँ जाने हामी माथि चढ्न दिन्छ हामीलाई माथिबाट टक्क झर्न पाए कस्तो मजा आउँछ त दिँदैन ल अब के बच्चा बच्ची छ हामीलाई फेरि यस्तो लाजमर्दो बच्चा भएको ठाउँमा के खेल्नु होइन हामी जाउँ उहाँ पर दिउँसो आउने भने नि यो हो नि यो मान्छे हो नि आएको छ आउन नदिने कसम आज यस्तो तनाव भयो कि केटाहरूले गरेर दिउँसो आउने भनेको थियो दिउँसोदेखि प्लान बनाएको 3 बजेदेखि मैले उठेर प्लान बनाएको केटाहरू उठ्दै नउठेर के साह्रो अल्छी गरेको है अल्छी गरेर राति भएर यस्तो बिजो भइरहेछ भिडियो राम्रो बन्दैन यार राति भयो लाइट साइट पनि केही छैन अनि हेर न कसम बच्चा त बच्ची हो यार बच्चा जस्तो बच्चा हेर उहाँ मचिएको उहाँनिर ऊ ठाउँ गइसक्यौँ 3 ठाउँ बाटो बन्द क्या अब हाँ भाई साहब इधर चढ़ने देगा हम लोग को कुछ नहीं बोलेगा ना बस हेलो चढ़नु कसो यता यस्तो डेन्जर छ ठोक्यो यार लाउ आउनु र यहाँनिर आएको सानो बच्चाको खेल्ने ठाउँमा होइन कस्तो बच्चा जस्तो फिलिङ आइरहेको छ आज
साँच्ची म बच्छु है क्या यहाँबाट हेलो कहाँबाट छिर्ने यहाँबाट छिर्न सक्छु म हेलो ल आऊ मजा आउँदो रहेछ यार फेरि वान मोर मजा आउँदो रहेछ यहाँ कस्तो साह्रो ठोक्यो यार मलाई तर यस्तो डेन्जर छ यार यहाँ चढ्ने ठाउँ चाहिँ सानोमा खेल्न पाइने यस्तो होइन अहिले बचपनको सोख पुरा गर्न आउने यता ओए यहाँ आउ न यहाँ उयो आई एम गुड यु गुड वाट्स योर नेम केटाहरू यहाँ आऊ भनेको गयो अरे केटाहरू तर लास्टै मजा आउँदो रहेछ यहाँनिर यस हामोदी हाई हाउ आर यु सिट यहाँ पाउ उयो गर्छ गुड खेल्छौ तिमी बाई हाम्रो भैयालाई सोधेको यता सब बन्द गरेर चाहिँ अहिले यो बन्दैछ नि त यहाँनिर नयाँ पार्क जस्तो बन्दैछ त्यही भएर बन्द गराएर चाहिँ पारी अलिक परबाट ठाउँ छ अरे बाटो जम्मा हेरौँ आएपछि अब होइन घुमेर त जाने हो यत्तिकै भयो हल्लिएर भए पनि मजा लिएर जाने हो क्या फाल्तुमा फोकटमा चाहिँ गर्ने होइन घुम्ने चाहिँ हो हामी चाहिँ यहाँ हाइवेमा आइसक्यौँ त वहाँ परबाट घुमेर यहाँ हाइवेमा आइसक्यौँ मैले पनि अब सब यहाँनिर अहिले पुरै सब बन्द छ क्या अब यो सब बोर्ड लगाएको छ सब बन्द गरेको छ अब अगाडिबाट हेरौँ खोइ कति टाढा छ कि अब 2 मिनट भइसक्यो हिँडेर आएको यहाँनिर पुरै पसिना भइसक्यो यस्तो भइसक्यो होइन गर्मी यस्तै छ राति पनि यस्तो गर्मी छ होइन हाम्रो दाइ बिचरा घर जान आँटेको छ आज दाइलाई फुल साउदीको मेमोरेबल पल हुन्छ नि अब जाने बेलामा मस्त दाइलाई घुमाएर है सँगै अब कति दिन आइछ 2-4 दिनमा त दाइ गइहाल्छ होला टक्क दाइलाई घुमाउने हो साउदी पुरै घुमाउने पछि नेपाल गएपछि दाइले घरमा गएर देखाउँछ कि म घर आउने बेलामा यस्तरी इन्जोय गराएको थिएँ भाइहरूसँग भनेर यहाँनिर समुद्र छ हो समुद्र यो पार्क चाहिँ यस्तो पार्क बनाउन आँटेको हो क्या यहाँनिर तर यो सब यो के अलोथेम सर्कल हो यो पार्क बनाउन आँटेको छ यहाँनिर यस्तो पुरै भ्यू अहिले त्यही भएर यहाँनिर सबै कभर गराएर चाहिँ क्या बनाउनलाई काम स्टार्ट हुँदैछ नि त कन्स्ट्रक्सनको काम हुँदैछ त्यही भएर 2030मा चाहिँ यो कम्प्लिट भइसक्दाखेरि यस्तो भ्यू बन्छ हेर्नु 2030मा चाहिँ यस्तो बन्ने रहेछ यहाँनिर यसको पार्कको नाम चाहिँ द ओथेम सर्कल हुने रहेछ होइन पुरै झक्कास बनाउने रहेछ यहाँनिर अब पछि यस्तो अब यो साउथको खोबर एरिया भनेको चाहिँ कस्तो एरिया भन्दा टुरिज्म एरिया हो कि यहाँनिर घुम्ने ठाउँहरू छ समुद्रहरू छ नि त त्यही भएर त्यसो भन्दा पनि घुम्ने त राति हो तर पनि घुम्ने चाहिँ राति हो अब तर भिडियो बनाउनु त राति के अनि राम्रो भिडियो पनि आउँदैन है अब हामी त्यहाँनिर जान्छौँ अब भिडियो धेरै लामो भइसक्यो होला हेर्ने त सबैले 2 मिनटभन्दा बढी हेर्दैन र पनि के भन्छ आफ्नो मेरो कर्म भनेको चाहिँ भिडियो बनाउने हो अब तपाईँले हेर्ने नहेर्ने गएर सब्सक्राइब गरेर सबै हेर्दैन होला सब्सक्राइब बना के सब्सक्राइब गरेर अनि के नाम के हो तपाईँको एन्ड्रोज घिमिरे भ्लग च्यानललाई सबैले सब्सक्राइब गर्नु होला नयाँ हुनुहुन्छ भने च्यानललाई सब्सक्राइब गरेर साथमा रहेको बेल आइकन प्रेस गर्न नबिर्सिनु होला एकचोटि अवश्य हेरिदिनु होला एकचोटि प्लिज मेरो भिडियो पुरा एकचोटि हेरिदिनु होला तपाईँलाई के कस्तो लाग्छ कमेन्ट जरुर गर्नु होला भर्खरै बनाउँदै भर्खर नयाँ क्रिएटर हो
त्यही भएर खासै राम्रो नबन्ला है, र पनि आई विल ट्राई माई बेस्ट। नयाँ नयाँ भिडियोहरू नयाँ हामी हो। अपलोड गरेर आउँदैछौँ। अब साउदीमा कामको व्यस्तताले गरेर मजाले डेली भ्लग बनाउन भ्याइँदैन। त्यही त हो नि, यसो छुट्टी भयो भने आउने हो। हेलो, तिमी चाहिँ बाउ, त्यो चाहिँ बुढी, त्यो चाहिँ छोरो हो? यो चाहिँ बाउ हो यसको, तिमी यसको बच्चा चाहिँ यो हो। बाउ त तिमी हेर त। कहाँमा हुन्छ? यो चाहिँ मस्जिद हो कि टोइलेट? मस्जिद होला यहाँनिर, मस्जिद जस्तो छ यहाँनिर। प्रायः जस्तो पार्कमा उयो गर्ने हुन्छ नि त, नमाज पढ्ने टाइममा। मस्जिद हो कि टोइलेट हो कि यो के हो यार? टोइलेट हो कि मस्जिद हो यार? म पारि फेरि क्यामेरा भएर के भयो त नि, हामीसँग नि त क्यामेरा छ, मसँग नि त क्यामेरा छ। ल हामी चाहिँ बल्ल यहाँनिर हाम्रो एक्ज्याक्ट लोकेसनमा आइसक्यौँ होइन। यहाँनिर चाहिँ यस्तो दामी बनाएको छ कि कसम। यहाँनिर वाटर के हो अहिले त पुरै धमिलो भएर छ यार पानी, के अँधेरो भएर? 4 भएर छ हेर न। गहिरो हुन्छ नि पानी पनि यस्तो धमिलो छ नि। यहाँनिर अब के हो त्यस्तै छ यहाँनिर। ल फाइनली हामी चाहिँ हाम्रो यो लोकेसनमा आइसक्यौँ। यहाँनिर चाहिँ अब दिउँसो भएको भए त राम्रो हुन्थ्यो। यहाँनिर पछाडि पानीहरू छ, स्विमिङ गर्ने जस्तो के हो अब त्यो त खास थाहा छैन। यहाँनिर त पानी पुरै यस्तो अहिले गन्दा भएर छ यार, पानी यस्तो फोहोर भएर छ। गहिरो त यहाँनिर गहिरो छ, दामी माछाहरू पाउँछ कि यहाँनिर चाहिँ। पहिले माछाहरू हुन्थ्यो, अहिले त यो चाहिँ डाइरेक्ट समुद्रको पानी हो। माछाहरू यहाँनिर हाँसहरू हुन्छ कि यहाँनिर चाहिँ। यो सानो के भन्छ ड्याम जस्तो बनाएको छ, यहाँ देखाउँछु पाउनु तपाईँले। यहाँनिर चाहिँ हाँसहरू पाउँछ कि, त्यो कसैले पालेको होइन, अब त्यत्तिकै छाडा आगोहरू क्या। अब नेपालतिर भने त्यस्तो देखाउने काटेर खाइदिहाल्छ, तर उहाँ पर देख्न सक्नुहुन्छ। उहाँ पर देखिँदैन होला अहिले त, उहाँ पर देख्न सक्नुहुन्छ हाँसहरू। पर देख्न सक्नुहुन्छ हाँसहरू यत्तिकै खुल्लै घुमिरहेको हुन्छ क्या यहाँनिर। यत्तिकै यो हाँसहरूको लागि हो ड्यामहरू बनाइदिएको। पर यस्तै छ यहाँनिर। अहिले चाहिँ फेरि हल्का शीतल फिल भयो जस्तो भइरहेछ कि, चिसो हावा आइरहेछ नि त यो समुद्रको। यहाँ मेन समुद्र नजिकै छ अनि, तर लास्टै लास्टै गर्मी भएको छ। हामीले के गरेछ भन्दाखेरि आउने भन्दा छिटो उयो गर्ने भन्दाखेरि पानी ल्याउनु बिर्सेछ क्या। अब पानी नलिएर लास्टै प्यास लागिरहेछ यहाँनिर। अब फेरि खाने खालको पानी पनि हुँदैन यो समुद्रको पानी, अब खराब पानी अब खान मिल्दैन। ल गाइस, फोटोसुट पनि धेरै भयो, फाल्तुको फोटोसुट गरेर अब यहाँ अँधेरोमा खासै राम्रो फोटो नै आउँदैन। अब हामी चाहिँ जान आँटेको यहाँ पारी जानलाई आएको। खासमा चाहिँ यता अल्झेर टाइम वेस्ट भइसक्यो। सिधा पारी जाने हो, हल्का समुद्रको चिसो हावा खाने हो, अनि सिधा रुम जाने हो। फाइनली आइपुग्यो हामी चाहिँ समुद्रमा। हेलो केटा हो, लिटरली समुद्रको चिसो हावा चाहिँ खासै आएको छैन होइन, तर पनि हल्का हावा आइरहेको छ क्या। अब यही हो कर्नेक्स होइन, तर अहिले राति भएर केही देखाएको छैन। दिउँसो भएको भए यस्तो दामी नजारा देखिन्छ यहाँबाट होइन। पुरा पहाड, यस्तो दामी समुद्र छ होइन। यो बेरिन जाने समुद्र होइन, बेरिन हेलो यो बेरिन ब्रिज होइन, यहाँबाट बेरिन उता पारी हो एउटा ब्रिज छ, त्यहाँदेखि पारी बहराइन, त्यहाँदेखि वारी साउदी अरेबिया। दिउँसो भएको भए देखिन्थ्यो, अहिले चाहिँ यस्तो चाहिँ राति खासै देखिँदैन है। माछा छ होला त्यहाँनिर। ए गिल्चे काका, गेडेर आयो समुद्रबाट। राति हुँदैन कि यहाँनिर, राति अब पुलिसले रिक्स हुँदैन क्या। म चाहिँ क्यामेराम्यान, यसो हल्का समुद्र भिडियो निकालिदिएको। केटाहरूले जल चाखेर आएको छ, एकदमै नुनिलो अनुभव भयो अरे उहाँहरूलाई। ठिकै छ, जे भयो नुनिलो के जे भयो भने यसमा नेपालको पानी पनि मिसिएको होला, जल स्रोत होइन, चाखेर आयो।
गर्मी साह्रै छ कतिसम्म यहाँ डुबेर हेर्नु पर्ने रहेछ कि फाइनली हामी गाडीमा आइसक्यौँ है। यस्तो गर्मी भयो बल्ल अलिकति शान्ति भइरहेछ कि शीतल भइरहेछ। अब जाने अब रुमको लागि सामान लिने हो अनि सिधा घर जाने हो। लास्टै गर्मी भयो। फाइनली हामी चाहिँ अब सामान लिइसकेर रुमको लागि हिँडेको है। सबैजना लास्टै गर्नुभएको। अहिले यहाँ गाडीमा बसेर हल्का शीतल फिल भइरहेछ। अब रुममा जाने हो। आज चाहिँ फेरि माछा ल्याएको छ, माछा बनाउने हो। माछा बनाउने अनि पानीपुरी ल्याएको छ। आज फेरि अर्को भिडियो बन्छ। दुईवटा भिडियो बनाउनु पर्छ कि आज यो भिडियो भयो। अर्को एउटा च्यालेन्ज भिडियो बनाउनु छ अर्को च्यानलको लागि। त्यही भएर पानीपुरी बनाउने। ल तपाईँलाई आजको भिडियो के कस्तो लाग्यो हेरिदिनु होला। सबैजनाले मन परेर लाइक गरिदिनु होला, कमेन्ट गरिदिनु होला। र च्यानलमा नयाँ हुनुहुन्छ भने सब्सक्राइब गरिदिनु होला। फेरि मिल्नेछु नयाँ भ्लगमा अर्को हप्ता। त्यतिसम्मको लागि सबैजना हेर्दै गर्नु होला। थ्याङ्क यू सो मच। बाई बाई। जय नेपाल, जय काडी।